लाइन हेर्नु त लाइन गाइस लाइन हेर्नु लाइन 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 यत्रो छ लाइन अनि यो सबै वहीँसम्म हो कि लाइन सबै लाइन हो गाइस यो सबै सबै लाइसेन्सको लाइन के गाइस आम्मामा कहिले भ्याउने यो लाइन यहाँसम्म 5 बजी आउँदा ठ्याक्क मौसम्म खाएर यो 17 बल्ल बल्ल पाला आएको थियो अब फेरि सर्भर डाउन भनेर यस्तो प्याक छ सो गाइस अहिले चाहिँ खानासाना खाएर रेडी भइसकेको छ र अब चाहिँ हामी त्यो अस्ति लाइसेन्सको त्यो फर्म भराएको थियो त्यो फर्म चाहिँ बुझाउन जान लागिरहेको छ अहिले चाहिँ भाइ चाहिँ त्यहाँ शीतलमा बसिरह लामै लाग्यो है बाई भन्नु नि बाई जाउँ जाने होइन सो अब चाहिँ हामी जानेछौँ अब उता यातायात कार्यालयमा पुगेपछि भेटौँला हामी चाहिँ है त ल सो गाइस भर्खरै आउँदा आयो यातायात कार्यालय लाइन हेर्दा लाइन लाइन त बाबा के थोरै लामो हो र भनेको जाउँ आइज सो गाइस लाइन हेर्नु लाइन 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 यत्रो छ लाइन अनि यो सबै वहीँसम्म हो कि लाइन सबै लाइन हो गाइस यो सबै यत्रो लाइन छ कहिले भ्याउँछ यो लाइन उता त चोखै छ अझै गाइस उता त चोखै छ फेरि यहाँ नि बसेन भने अझै पालै नआउला हुन्थ्यो थोरै हो त लाइन बाबा यस्तो डेन्जर छ नि लाइन सबै लाइसेन्सको लाइन के गाइस आम्मामा कहिले भ्याउने यो लाइन यहाँसम्म 5 बजी आउँदा ठ्याक्क मौसम्म खाएर यो 17 4-5 बजी आउँदा ठिक्क हुन्छ हेर्दा रे मैले थाहा भएको कुरा हो 3 बजीतिर चाहिँ आउँदा ठिक्क हुन्छ त्यो ब्रोलाई नि कल गर्नु पऱ्यो अहिले होइन अनि त्यहाँबाट सो गाइस अहिले चाहिँ लाइन देखेरै तर्स्यो अनि त्यही भएर चाहिँ हामी यसो नारायण तीरतिर जान लागिरहेको छ र अहिले नारायण तीरमा पुगेपछि भेटौँला है त अहिले नारायणी जान लागिरहेको छ अहिले नारायणी पुगेपछि भेटौँला है त लगभग 4-5 महिनाको अन्तरालमा चाहिँ नारायणी तीर पनि उपस्थित भइसकेको छ हामी चाहिँ सो गाइस आजै हो नारायणीमा मान्छे नदेखेको यार कोही छैन कि हेर्न सक्नुहुन्छ र घाम चाहिँ मजाले लागिरहेको छ खोला पनि धमिलो रहेछ अहिले चाहिँ सो त्यहाँ चाहिँ यस्तो डेन्जर लाइन कि केटा हो है पुरै के त्यो के भन्छ अरे त्यो पहिला नाकाबन्दी हुँदाखेरि त्यो ग्यासको लाइन लाग्थ्यो नि बाटैभरि हुन्थ्यो नि ग्यासको लाइन हो त्यस्तै भएको कि सेम वहीँसम्म लाइन त सो हेर्नु सक्नुहुन्छ नारायणीको भ्यू चाहिँ यस्तो छ अहिले दिउँसोमा चाहिँ एकदमै घाम चरिरहेको छ र अहिले चाहिँ हामी यो शीतलमा बस्न आएको छौँ गौतम बुद्ध भगवानको मूर्ति पनि देख्न सक्नुहुन्छ एकदमै बृहत ठुलो छ जहाँ चाहिँ मजाले दौडिरहेको छ देख्न सक्नुहुन्छ खोला चाहिँ अलिक धमिलो रहेछ अहिले चाहिँ सो यो चाहिँ हाम्रो
चितवनको राइनो क्रुज हो दुई तलेको डुङ्गा अहिले स्थिर अवस्थामा देख्न सक्नुहुन्छ हजुरहरूले दुई तलेको डुङ्गा त्यो नाइटमा चाहिँ चल्छ होला सायद जहाँसम्म लाग्छ र यहाँ चाहिँ मूर्तिहरू देख्न सक्नुहुन्छ खोला चाहिँ धमिलो भएपछि अलिकति कस्तो फोहोर जस्तो देख्ने खोला अब लगभग 2 बजे 2:30 बजे 3 बजीतिर चाहिँ हामी फेरि त्यहाँ जानुपर्ने हुन्छ किनभने यति धेरै लाइन कि आमामा अघि देख्न सक्नुभयो हजुरहरूले कति लाइन थियो त्यो लाइन त भोलि पनि पालो आउँदैन जस्तो लाग्यो मलाई जहाँसम्म त्यही भएर एकदम गर्मी भएर चाहिँ हामी यता नारायणीको चौतारामा बसिरहेको छौँ सक्नुहुन्छ सो गाइज अहिले नारायणी बसेर पनि पुग्यो सो गाइज अहिले चाहिँ हामी जान लागिरहेको छ यता काकाको रुमतिर महानगरतिर र त्यहाँ पुगेर भेट्ने सो है त गाइज अहिले चाहिँ महानगर आएको यहाँ काकासँग एकछिन बसेर चाहिँ अब जान लाग्यो हामी चाहिँ र अब चाहिँ पाला आयो कि भनेर यस्तै हेर्न जान लागिरहेको छ सो गाइज अब फेरि उहाँ यातायात कार्यालयमा पुगेर भेटौँला है त बल्ल पाला आएको थियो अब फेरि सर्भर डाउन भनेर यस्तो प्याक छ सब यस्तो प्याक छ मान्छेहरू बल्ल पाला आउनु ला त्यो लाइन हेरेर सक्नुहुन्छ यस्तो डेन्जर लाइन छ के भन्नु बल्ल यहाँ ढोकासम्म आइसकेको छौँ अब केही छिन लगभग आधा घन्टा जति लाग्ला त्यहाँबाट चाहिँ गरेर चाहिँ हामी लगभग आधा घन्टा जति लाग्छ होला आधा घन्टापछि चाहिँ हामी बल्ल यहाँबाट फर्म बुझाएर हिँड्नेछौँ त्यो डेन्जर लाइन गाइज हामीले चाहिँ लगभग सबै रसिद काटेर नि भ्याइसकेको छ बल्ल अब चाहिँ हामी हिँड्न लागिरहेको छ यति लाइन बस्नु पऱ्यो कि के भन्ने कि तपाईँहरूलाई यति लाइन बस्नु पऱ्यो कि हेर्न गाइज यस्तो छ कि अझै मान्छे कि आम्मामा बिहानदेखि यत्तिकै हो कि मान्छे लास्ट प्याक अहिले चाहिँ यता खाजा खाना आएको छ र एकछिन यहाँ चाहिँ बस्ने छ सो यहाँ चाहिँ एसी रहेछ त्यही भएर एकदम चिसो भएर माइन्ड फ्रेस भइरहेको छ सो यहाँ चाहिँ एसी रहेछ त्यही भएर एकदम ठिक्कको चिसो भइरहेको छ सो एकछिन हामी यहाँ खाजा खाएर चाहिँ राख्नुपर्ने हुन्छ लास्ट औलीर लाइन पनि बस्यो होला 4-5 घन्टा लाइन पनि बस्यो होला अझै भोलि कि पर्सि अब फेसबुकमा पेजमा हाल्छ अरे पेजमा हालेपछि चाहिँ हामी लाग्नुपर्ने हुन्छ लगभग 2-3 दिनमा त आउँछ होला पेजमा न्युज आउँछ अरे त्यो न्युजको आधारमा चाहिँ हामी ट्राई दिन जानुपर्ने यस्तो गाह्रो अरू हुँदा लाइन बस्नु चाहिँ लास्टै गाह्रो लास्टै गाह्रो भाइको हालत यस्तो यस्तो डेन्जर मान्छे आमा गाइस मोमो चाहिँ आइसकेको छ मोमो चाहिँ हामी हालेर खाने गाइस हामी चाहिँ खाजा खाइसकेको छौँ अब चाहिँ डाइरेक्ट घरतिर जानुपर्ने हुन्छ र घाम चाहिँ अझै यस्तो चर्किरहेको लगभग 4:30 हुन लाग्यो घाम चाहिँ लास्ट चर्किरहेको अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ सो अब घरै गएर भेटौँला है त सो गाइस म चाहिँ भर्खरै आएको यार आमा यति धेरै लाइन थियो कि यति धेरै लाइन आमा टाउकै झट गरेर यार यस्तो टाउ दुइरह यस्तो डेन्जर लाइन आमा यतिको लाइन त त्यो चुनावमा भोट हाल्ने बेलामा पनि थिएन यार त्यस्तो विधि लाइन कि आमा के भन्ने सो गाइज म चाहिँ अब एकछिन सुत्नुपर्ने हुन्छ यस्तो टाउ दुइरह सो आजको भिडियो चाहिँ यति भन्दै हजुरहरू सामु बिदा माग्न चाहन्छु र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब र सेयर गर्नु होला र यति भन्दै म आजको
यो भिडियो यहीँ समाप्त गर्दछु। हस्त धन्यवाद।